वेलकम ब्याक टु माई न्यू च्यानल फ्रेन्ड्स आज चाहिँ म मेरो बर्थडे अनि म दिदीसँग चण्डेश्वरी घुम्न गएँ अनि चण्डेश्वरी घुमेर फर्किँदाखेरि यसो बाटोमा हिँड्दै हिँड्दै फोटोसोटो भिडियो खिचेँ अनि त्यसमा स्कुल गएँ स्कुलबाट फर्किएपछि एन्जललाई लिन गएँ एन्जललाई लिन गर्दाखेरि दहीपुरी सहीपुरी सब झ्याम भयो त्यसपछि फेरि अनि एन्जलसँग फर्किँदै फर्किँदै आयौँ फर्किँदै आयौँ अनि यहाँ आएपछि अनि फेरि हामी केक लिएर अनि फर्क्यौँ केक लिएर फर्केर केक काट्यौँ हामीले केक काटिसकेपछि यसो म के गर्दै त्यहाँ बस्दै थिएँ फेरि त्यही रिप्ले भयो अनि फेरि केक काट्यो स्नोफल भयो त्यहीँनिर खत्तम भयो भनेर भने फेरि त्यहाँ स्नोफल सब भयो दिदी नाच्न लागि फेरि अनि नाच्दै थियो अझ छम गर्दै हेर त्यो जस्तो नाच्न कोही छैन अब त्यहाँनिर मलाई बोलायो अनि मलाई ल्याङ भयो त्यसले नि मलाई हाल्दै थियो अनि त्यही भएर मैले त्यसको टाउकोभरि हालिदिएँ कि मलाई रिस उठ्यो नि त मुखैभरि त्यसपछि फेरि अनि मैले कटिङ हानेँ के कटिङ हानेपछि अनि कटिङ हान्दै टाइम वेस्ट हुँदो रहेछ कटिङ हान्दै बरु यतिखेर मैले पढाएँ भाइ भन्ने याद आइरहेको थियो कि मेरो दिमागमा याद त आइरहेको थियो तर पढ्न मन थिएन अनि मम्मीलाई मैले खुवाइदिएँ क्वाप्प लाएर अनि मम्मीले मलाई क्वाप्प लाएर खुवाइदिनु भयो त्यसपछि फेरि मैले बुवाइलाई क्वाप्प लाएर खुवाइदिएँ मैले भाइले मलाई क्वाप्प लाएर खुवाइदियो त्यसपछि अनि फेरि मैले त्यसको अनुहार लगाइदिएको अनि त्यही देखाएको अनि त्यसपछि यसो मलाई तानेर लानु अनि मैले नाचेँ के मलाई नाच्नु त मन थिएन त्यही पनि मैले नाचिदिएँ खुसीको लागि नाचिदिएँ मैले नाची अनि फेरि दिदीसँग नाच्न थालेँ सुत्न गएको मान्छे टाउको दुखेर नाच्न बोलाउँछ बा अनि फेरि आमासँग नाची यस्तो गर्दै अनि फेरि नाचिने अनि फेरि नाची दिदीसँग गएर त्यसपछि फेरि अनि त्यहाँनिर गएर उफ्रिँदै यस्तो तान्न लाग्छ मान्छे अनि मैले लात्ता ल्याएर भगाइदिएँ फेरि नाच्नलाई थियो म त्यहाँ बसेर उतापट्टि हेर्दै थिएँ बसेँ अनि आजको इभिनिङ भयो गाइज